हिजो एउटा न्युज सुनेदेखि मलाई गाह्रो भएर सोचेको भएर मलाई मर्नु भएको छ। केपी ओलीले झापामा गएर पैसा इआईले बनाएको हो, शेरबहादुर देउवाको घरको पैसा इआईले बनाएको हो भनेर भनेछ। यो इआई भन्ने कुरा पहिला नि थियो कि जस्तो लाग्यो क्या मलाई। पहिला नि रहेछ यो इआई भन्ने, कति वर्ष कहाँ लुकेर आएछ। नत्र भने केपीको बाउले केपीलाई नि इआई बनाउन पर्ने हो। केपी इआईबाट नजन्मिया भए त यसले अहिले इआईको पत्तो नि लाउँथेन त्यसरी। अब सबैको आँखाले त्यहाँ देखिया छ पैसो डढ्या। यसले केपी ओलीले इआई भन्छ। अब यो इआईले बनाएको केपी ओली भएर यसको सन्तान भएन है। यसको छोरोछोरी नभएको इआईले मान्छे बनाएर बोलिदिनु टक्टर त्यस बिउ हुँदैन होला नि त हो। त्यही भएर केपी ओलीको पनि यो बुद्धि नभएको इआईले बना भएर, बिउ पनि नभएको यसलाई इआईले बना भएर क्या। इआईले बनाएको मान्छेले गर्न चाहिँ जे नि गर्दो रहेछ, बुद्धि र बिउ चाहिँ हुँदो रहन्छ भनेर इआई कहिले थियो भनेर भने क्या। मैले त्यो नबुझिया इआईले बनायो भन्छ बा। यसलाई चाहिँ इआईले बनाएको रहेछ। यसको बाउको के हो, यसको बाउलाई सोध्न जानु पर्यो। लौ त पत्रकार महोदय।